नमस्कार। नेपालमा फेरि एकपटक हैन यो राजतन्त्र कि गणतन्त्र भन्ने बहस अलि तात्दै गएको छ। हो, निकै चर्चा छ अहिले। विक्रमसम्म 2065मा गणतन्त्र आयो, 1.5 दशक हुन लागिसक्यो, तर पनि यो विषय किन फेरि यति जोडले उठ्यो होला? हो नि। हामीले पाएको विश्लेषणहरू हेरेर यसका विभिन्न पक्षहरूलाई अलिकति केलाउने कोसिस गरौँ न आज। हुन्छ। आखिर यो जनगुनासो मतलब गणतन्त्रले अपेक्षा पूरा गरेन भन्ने जुन छ, यो प्रणालीप्रतिकै हो कि यसलाई चलाउनेहरूप्रति हो? यो बहस बुझ्नलाई अलिकति पछाडि फर्किनुपर्छ जस्तो लाग्छ। त्यो करिब 250 वर्ष लामो शाहवंशीय शासनको अन्त्य भयो 2065मा। हो। त्यसको पृष्ठभूमि हेर्दा खास गरी राजा ज्ञानेन्द्रको 2061को त्यो कदम अनि त्यसपछिको 62-63को जनआन्दोलन। त्यही आन्दोलनले नै गणतन्त्रको जग बसाल्यो हैन र? एकदम। त्यो आन्दोलन एक किसिमले राजा संस्थाप्रतिको मोहभङ्ग पनि थियो क्या, त्यो बेलाको परिस्थितिले जन्माएको। तर अहिले फेरि हैन ठ्याक्कै उल्टो जस्तो राज संस्थालाई चाहिँ राष्ट्रिय एकताको भौगोलिक अखण्डताको प्रतीक मान्नुपर्छ भन्ने तर्कहरू सुनिन्छन् नि। यो कतिको बलियो तर्क हो अहिले? यो एउटा भावनात्मक र अलि परम्परागत तर्क हो। समर्थकहरूले के भन्नुहुन्छ भने राजा चाहिँ दलीय राजनीति यो खिचातानी भन्दा माथि हुन्छन्। अराजनीतिक संस्था भन्ने हिसाब हो, त्यही अराजनीतिक संस्था जसले सबैलाई जोड्छ भन्ने। उहाँहरूलाई लाग्छ कि यस्तो स्थायी संस्था भयो भने देशमा स्थायित्व आउँछ। अनि त्यो सांस्कृतिक धार्मिक निरन्तरतासँग पनि जोड्ने गरिन्छ नि हैन? निश्चित रूपमा त्यो पक्ष पनि छ। राज संस्थालाई एउटा सांस्कृतिक धरोहर मान्ने, त्यो परम्परासँग जोड्ने एउटा तबका छँदैछ। तर अहिलेको यो बहस मतलब राजतन्त्र फर्काउने कुरा, यो खालि पुरानो कुरा सम्झेर त्यो नस्टाल्जिया मात्रै होइन जस्तो लाग्छ मलाई। अरू पनि कारण छन्। हो, यो अहिलेको राजनीतिक अस्थिरता छ नि, अनि भ्रष्टाचार, आर्थिक निराशा, यी सबै कुराले गर्दा मान्छेमा एक किसिमको सुरक्षाको खोजी जस्तो देखिन्छ। मतलब विगतमा फर्केर हेर्दा अलि स्थिर थियो कि भन्ने? हो, त्यही। विगतको शासन अलि स्थिर थियो कि कम्तीमा यस्तो थिएन कि भन्ने खालको आवाज सुनिन्छ नि। राजा हुँदा बरु यस्तो त थिएन भन्ने, त्यो यही निराशाको उपज हो क्या। त्यो त भयो भावनात्मक कुरा, विगत प्रतिको मोह। तर राजतन्त्रका आफ्नै समस्या पनि त थिए नि, जसले गर्दा गणतन्त्र आयो। जस्तो त्यो सार्वभौम सत्ता जनतामा नहुने कुरा। एकदम। त्यो त सैद्धान्तिक रूपमै ठूलो समस्या थियो। शक्ति जनतामा थिएन, राजामा केन्द्रित थियो। त्यसले गर्दा पारदर्शिता, जवाफदेहिताको कमी हुने नै भयो। अनि त्यो 2058को दरबार हत्याकाण्डपछिको अवस्था हो नि, त्यो घटनापछिको रहस्यमयता, अनि त्यसपछि राजा ज्ञानेन्द्रले 2061मा जुन प्रत्यक्ष शासन लिए, त्यसले त प्रजातान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गर्यो। त्यसले राज संस्थाप्रतिको विश्वास झन घटायो। हो, ती घटनाक्रमले नै गणतन्त्रको आन्दोलनलाई बल पुर्यायो, निर्णायक मोड दियो भन्नुपर्छ। ल, अब गणतन्त्र आयो। के आशा थियो त जनता आफैले आफ्नो शासक चुन्ने हैन, शक्ति तलसम्म जाने? हो, मुख्य आशा नै त्यही थियो, जनताको सार्वभौम सत्ता अनि शक्तिको विकेन्द्रीकरण। संघीयता आयो, 7 प्रदेश बने, स्थानीय तहहरू बने। र गणतन्त्रको एउटा साँच्चै महत्त्वपूर्ण उपलब्धि जसलाई हामीले बिर्सिनु हुँदैन, त्यो हो समावेशी सिद्धान्त। समावेशिता हैन? हो, संविधानले नै महिला, दलित, जनजाति, मधेसी, मुस्लिम जस्ता महमसिन मतलब सीमान्तकृत समुदायको राज्यका अङ्गहरूमा प्रतिनिधित्व सुनिश्चित गर्न खोजेको छ। निर्वाचन प्रणालीमा सरकारी नियुक्तिमा आरक्षण या समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ। यो आफैमा ठूलो सैद्धान्तिक फड्को हो। सैद्धान्तिक रूपमा त ठिकै सुनिन्छ, तर व्यवहारमा हेर्दा त अहिले जनतामा यति धेरै निराशा किन? राजनीतिक अस्थिरता उस्तै छ, नेताहरूप्रति विश्वास छैन, भ्रष्टाचार झन बढ्यो भन्छन्, शिक्षा, स्वास्थ्य, रोजगारी, न्याय यी सबैमा पहुँचकै कमी देखिन्छ। यसले त गणतन्त्रमै प्रश्न उठ्ने भयो नि। हो, यहाँनिर चाहिँ अलिकति गहिरिएर हेर्नुपर्छ। समस्या गणतन्त्र भन्ने प्रणालीमा हो कि यसको कार्यान्वयनमा? हामीले हेरेका विश्लेषणहरूले के देखाउँछन् भने खासमा राजनीतिक दलहरू र नेतृत्वले गणतन्त्रको जुन मर्म छ नि, त्यो अनुसार काम गर्न नसक्नु। मतलब सुशासन दिन नसक्नु। हो, सुशासन दिन नसक्नु, जनताप्रति जवाबदेही नहुनु, भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, यी नै निराशाका मुख्य कारण हुन्।
प्रणाली आफैमा खराब नभए पनि त्यसलाई चलाउनेहरू कमजोर भए, गैर जिम्मेवार भए भने त जनतामा वितृष्णा बढ्छ नै। सामाजिक सञ्जालतिर हेर्यो भने त यो बहस झन चर्को छ। युवाहरू पनि कता कता होइन राजतन्त्रतिर अलि आकर्षित भएको जस्तो देखिन्छ, तर यो कति सङ्गठित छ भन्न चाहिँ गाह्रो छ। हो, सामाजिक सञ्जालमा अलि बढी भावनात्मक कुरा आउँछन्। केही अनौपचारिक सर्वेक्षणले 30-40% मानिस राजतन्त्रको पक्षमा छन् कि भन्ने देखाए पनि ती वैज्ञानिक आधारका होइनन्। अनि संवैधानिक रूपमा पनि त गाह्रो छ नि, होइन? एकदम। अहिलेको संविधान अनुसार प्रणाली नै फेर्न त संसदको 2/3 बहुमत चाहिन्छ। त्यो अहिलेको अवस्थामा निकट भविष्यमा सम्भव देखिँदैन। त्यसैले यो बहस अहिले एउटा राजनीतिक तरङ्ग ल्याउनेमा बढी केन्द्रित छ जस्तो लाग्छ। त्यसो भए आजको यो कुराकानीबाट के बुझ्न सकिन्छ त? के प्रणाली नै फेर्नुपर्ने अवस्था हो कि भएको प्रणालीभित्रै सुधार गर्न सकिन्छ? अहिलेको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भनेको प्रणाली बदल्ने बहसमा अल्झिनुभन्दा पनि यही गणतान्त्रिक प्रणालीभित्रै आधारभूत सुधार गर्नु हो जस्तो लाग्छ। जस्तो कि नेतृत्वमा जवाबदेहिता बढाउने, पारदर्शिता ल्याउने, सुशासनको अनुभूति गराउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने अनि जनताले प्रत्यक्ष महसुस गर्ने गरी सेवा प्रवाहमा सुधार गर्ने। यी कुराहरू अहिलेको प्रमुख चुनौती पनि हुन्, आवश्यकता पनि। मतलब प्रणालीलाई दोष दिएर उम्किनु भन्दा हो, त्यसलाई सही ढङ्गले चलाउने इच्छा शक्ति र क्षमता देखाउनु पर्यो। अन्त्यमा एउटा प्रश्न चाहिँ साँच्चै सोचिने छ जस्तो लाग्यो। कुनै पनि देशका लागि प्रभावकारी शासन व्यवस्था भनेको के हो? के त्यो राजनीतिक प्रणालीको आकर्षक नाम मात्रै हो वा त्यसले आम नागरिकको दैनिक जीवनमा ल्याउने ठोस सकारात्मक परिवर्तन र सुधार हो? यसमा घोत्लिनुपर्ने देखिन्छ।